छैन मेरो। जुन दिन सबैले आँखा मर्छन् त्यो दिन म आँखामा आँखा राखेर उभिन सक्छु। आमा बा तपाईँहरूले यो गाउँमा आशा रोप्नुभयो। म हुर्किएँ यही माटोमा, तर आज म यही माटोबाट टाढिँदैछु। बाँसुरीले मलाई केही मागेकी छैन, केही दिएको पनि छैन, तर उसले मलाई मान्छे बनाइदियो। म जुन देशमा बन्दुक बोक्थेँ त्यहाँ गोली चलाउँथेँ, तर म यहाँ उसको आँखाबाट आँसु पुछ्न नसक्ने बनिरहेछु। देशका लागि ज्यान दिन सकिन्छ अरे, तर एउटा निर्दोष छोरीको लागि आवाज उठाउँदा गाली खाइन्छ। यदि यही हो भने म त्यो समाजको हिस्सा बन्न सक्दिनँ। अब म जान्छु, तर म फेरि फर्किन्छु, तर म बाँसुरीको आँखामा डर होइन, आँट देख्छु।